Hello and namaste everyone, what's up and welcome back to the brand new episode of NK Vlogs and it's your boy NK here. After a long time म चाहिँ आफ्नो नयाँ भ्लग सुट गर्न गइरहेको छु। अब दसैँ पनि आयो, हिजो घटस्थापनाको दिन, आज दोस्रो दिन छ दसैँको र चाहिँ म काठमाडौँमा छु र काठमाडौँबाट घर गइरहेको छु। आज म घर गइरहेको ट्राभल भ्लग बनाउँदैछु अनि अहिले 7 बजे म चाहिँ अहिले उठेको छु। अब नुहाइ गरेर म एयरपोर्टतिर जान्छु। मेरो 10 बजेतिरको फ्लाइट छ, 1 घण्टा अगाडि आउनु भनेर मेसेज आएको छ। मैले सुटकेस चाहिँ हिजो प्याक गरिसकेको छु। अब चाहिँ म एकछिन नुहाएर कपडा सपडा लगाएर केही खाएर चाहिँ एयरपोर्टतिर जान्छु। गाइज म चाहिँ निक्लिएँ मेरो सुटकेस लिएर। कपाल एकदमै म्यासी भएको छ भर्खरै नुहाएको भएर। म चाहिँ अहिले होटलमा आइसकेको छु। अब म यहाँबाट खाना खान्छु अनि खाना खाएर चाहिँ जानुपर्छ। यहाँबाट जान लाग्यो। के छ दाइ? हेलो। यहाँ चाहिँ मेरो सुटकेस छ, आन्टीले रोटी हालिदिँदै हुनुहुन्छ। यहाँ चाहिँ मेरो ब्याग। डोमेस्टिक डिपार्चर। गाइस दसैँको चहलपहल लागिसकेको छ, मान्छेहरूको भिड यहाँ चाहिँ यतिको रहेछ। यहाँ बुद्धको, मेरो चाहिँ सिरिकोमा जानुपर्ने हो। यहाँबाट चाहिँ भित्र छिर्नु पर्ने हो। यस्तो चलपहल छ। यहाँ चाहिँ यतिको यता रहेछ। सौर्यको त बन्द भइसक्यो क्या हो। सौर्य एयरलाइन्स नै बन्द भयो जस्तो छ। र श्रीको यहाँ छ। म चाहिँ श्रीकोमा जान्छु। यहाँ चाहिँ श्रीको छ। श्री एयरलाइन्समा गइरहेको छु। त्यहाँ विराटनगर, भैरवा, नेपालगञ्जको चाहिँ कहाँ छ? यो डोमेस्टिक एयरपोर्ट। यहाँभित्र चाहिँ बोर्डिङ पास लिने ठाउँ भयो। यहाँ चाहिँ बस्ने ठाउँ यति मात्र छ। सबैजना उम्लिएर बस्नु परेछ। मेरो चाहिँ त्यही 10 बजे र 15 मिनटको फ्लाइट थियो अनि 1 घन्टा चाहिँ लेट भएको छ अरे, डिले भएको छ अरे प्लेन। अब 1 घन्टा प्लेन डिले हुँदा यहाँ बस्ने ठाउँ छैन। इट्स टोटली प्याक के सबै बस्ने ठाउँहरू। यति थोरै बस्ने ठाउँ बनाएको छ, मान्छेहरू यति भिड छ, बस्ने ठाउँ छैन, गाह्रो छ। यो चाहिँ ब्यागमा लाउनको लागि यो चाहिँ टिकट। बुद्ध इयरमा मान्छेहरूको भिड। यहाँ चाहिँ एकदमै प्रब्लम रहेछ, नबस्ने ठाउँ छ होइन। भित्रतिर यति धेरैजनालाई बस्ने ठाउँ दिन पनि प्रोभाइड गर्न पनि सम्भव नहोला, तर पनि यहाँ चाहिँ 5-7 वटा मात्रै बस्ने त्यो चेयरहरू क्या, त्यो अर्को खाले हुन्छ नि हो त्यो होला। लगभग 25-30 जनालाई मात्र बस्न मिल्ने ठाउँ रहेछ यहाँ चाहिँ। अनि अर्को समस्या के रहेछ भनेपछि यो सिरीमा चाहिँ मैले त्यो देखेँ है। अब अरूमा चाहिँ आई डोन्ट नो,
क्युआर चाहिँ पेमेन्ट सिस्टम जस्तै यदि तपाईँको लगेज 20 kg भन्दा बढी भयो भने यु हेभ टु पे नि त। अनि इफ यु हेभ खल्ती अर एनी अदर जस्तै खल्ती छ अनि आइएमई पे र खल्तीको मर्छ नि त। अब खल्तीबाट चाहिँ त्यसमा हाल्न मिल्दैन रहेछ फोन पेमा। को ई सेवाको फोन पे रहेछ, हाल्न मिल्दैन रहेछ। एकजना विदेशबाट आउनुभएको रहेछ, उहाँसँग चाहिँ नेपाली पैसा नभएर चाहिँ भएको रहेछ र तपाईँको प्रब्लममा भन्दैछ क्या यहाँ। भयो 500 रुपियाँ खाएर 100 रियालको 3600 हो साट्नुपर्ने। 3600 हुनुपर्ने 3000 दियो। 3000 दियो। 3000 यस्तो प्रब्लम छ। देखाइदिनु त पैसा, देखाइदिनु। 1 2 3000 3600 को 3600 हुनुपर्ने 3000 दियो होइन। साटेर त्यहीँ बुद्ध इयरको एउटा स्टाफलाई दिएर 600 रुपियाँ त्यहीँ कमिसन खायो। अनि अब उहाँको चाहिँ 10 kg एक्स्ट्रा भएको रहेछ। उहाँ चाहिँ साउदीबाट आउनु भएको छ र उहाँसँग क्यास थिएन अब। अनि उहाँको चाहिँ त्यहाँ साट दियो। गाइस म चाहिँ टिकट लिएर गोइङ हियर। यहाँबाट चाहिँ सेक्युरिटी चेक हुन्छ, त्यहाँबाट ठप्पा लगायो। अब यहाँभित्र मान्छेहरू यसरी बसिरहेछ। यहाँ चाहिँ बस्ने ठाउँ रहेछ है भित्र। श्रीको भाइ यु आर हियर। 10:15 को फ्लाइट, फेरि 10:55 गऱ्यो। 10:55बाट पनि सिधै 11:45 डिले भएको छ गाइज। नेपालको सिस्टम यस्तै छ, अझै पनि प्लेन आएको छैन। ये बस चढ्ने त होला। अरे तिमी उ स्प्लिन्टर हैन? बसहरूको चाहिँ कस्तो त्यो भाडाहरू पुरा कन्ट्रोल गर्छ है। अब 25 को 2600 लियो भने पनि त्यहाँ निकाय हुन्छ। अब यहाँको जति लिए नि आफ्नो मनमा। अङ्कललाई सामान पठाइदिनु। गाइस झरी हो, लगभग 1.5 घन्टा डिले भयो। अनि अहिले पनि अब सामानहरू राख्दैछ। श्री एयरलाइन्स हो। अब यहाँ सिरीमा गएर नेपालगञ्ज झरेर नेपालगञ्जबाट चाहिँ टिकापुर नत्र धनगढीको पाएर लम्की झरेर त्यहाँबाट टिकापुर जाने यस्तो छ प्लेन चाहिँ। इट्स माई फर्स्ट एक्सपिरियन्स इन प्लेन। एरोप्लेनमा फर्स्ट टाइम चढ्दैछु। लेट्स सी है त गाइज कस्तो हुन्छ। म भित्र पनि देखाउँछु तपाईँहरूलाई। हेलो नमस्ते। D70 এটা সাইড हाम्रो नेपालको सम्मको रानावली 45 फ्रेन्क रहने जिरामिया ट्रक सुखद रहँदै हातीको कामना गरेर दर्शाउने हात दिनु भएकोमा धन्यवाद।
पुग्यो पुग्यो गर्मी भएर नेपालको सबैभन्दा गर्मी ठाउँ नमस्ते फाइनली गर्मी यस्तो छ सो गर्मी लास्ट हामी चाहिँ चिसापानी पुग्यौँ गाइज म चाहिँ टिकापुर पुगिसकेँ यहाँ चाहिँ खडक चोक छ ल अब यहाँबाट पसल जानुपर्छ यहाँबाट अटो के चढ्नु यहाँनिर नजिकै बरु हिँड्दै जान्छु ल गाइज म चाहिँ फाइनली पुगिसकेँ पसलमा अलिअलि बनाएको छ खै कस्तो हुन्छ गाइज पसलबाट चाहिँ अहिले घर आइयो गाइज घर त मम्मीहरू सबै पसल बुवाहरू सबै पसलमा हुने गरेर घर त जस्तै झप्यास भएको छ त गाह्रो छ गाह्रो गर्मी अति छ पुरा पसिना आइरहेछ मलाई त